ह्यापी बेबी सावर ताली ल अलि यसो गर नि सर कोही छोडा त तिमी छोडा ल दादा अब त्यो चाहिँ हजुरले टिपेर भाउजूले खुवाइदिने खुवाइदिन्छ त एकछिन पहिला ममुलाई दिने रे अनि ए गुनु सानो मान्छेलाई खुवाइदिँदा नि हुन्छ त्यही त बच्चा लाज पनि मान्दैछु फेरि खै ताली बजाउनु पर्ने खै मलाई त्यो छुटे नखाऊ अलि राम्रो अलिक क्रिमी वाला होइन बेसको परेछ मिठो छ जान्बे फुपूलाई खुवाइ त देऊ न मलाई देऊ न नदिनु किन नबोल्ने गुनुसँग नबोल्ने धेरै आउँदैछ ठिक छ नि भइगयो त्यतिलाई ह्यापी बेबी सावर ल सबै केकभरि परे जस्तो बन्डङ जाने बन्डङ बन्डङ ल ल यही हो भाइ ह्यापी बेबी सावर सानो ए भुन्टी को भएको थियो भन्छ जानवी ए गुरु नगर नि यहाँ सबै उ भयो ए अघि त्यहाँभित्र छिरेको आएको थियो एउटा कालो बिरालो यो त उ रहेछ नि त यो म खाल्छु बिरालो पनि बेबी सावर मनाइदिने भने हो बुद्धिस्ट रहेछ ए दही भन्नु निकाले त अब त्यो उसले त्यसले नचलाऊ मागे भेज हो त कुन थाहा भएन है यो केक त भेज हुँदै हुँदैन केक भेज कहिले माग्नु नखाइछु ल म कहिले खाने हो